गाइस अनि आज चाहिँ हामी जिलाबी च्यालेन्ज गर्न आएको हैन अनि हामीतिर चाहिँ मेला थियो अनि गाइस आज पनि जित्ने मैले नै हो मलाई धेरै गुलियो मन पर्छ हैन त्यही कुरामा गुलियो मन ग्रिसले जित्छ नि ग्रिस खान्न खोला खोला लुकेर खान्छु मैले जित्छु गाइस यसपालि पनि अनि हानेर चाहिँ खोर्सानी खान्छ बस न ग्रिस खान्छ नि अन्त ग्रिसको नयाँ जर्सी नि यो खान्छ नि अन्त त के को जर्सी ग्रिस खान्छ अन्त नि हानेर खान्छ अन्त तले आऊ ल 3 एकछिन बस अलिक पर जाऊ 3 2 1 म भन्छु अनि हातमा पकड ग्रिस लो स्टार्ट किन फास्ट खानु तिम्रो खोर्सानी खान्छौ नि ग्रिस साँच्चै भनेको ल आएर गाइस ग्रिन हुन्छ है फेन निभाइदिन अनि के गरेको बत्ती निभाइदिनु भनेको फेन भनेर ग्रिस छिटो खाऊ न सानो त तिम्रो पनि त अब एउटा कथा ग्रिस चाहिँ जित्छ हौ यस्तो मान्छे अबदेखि चाहिँ नखेद है म चाहिँ भनिदिन्छु अब अर्को पालि केक नि पाउँदैन ग्रिस म एक्लै लिएर आउँछु एक्लै च्यालेन्ज पनि गर्दिन एक्लै म घरमै बनाइदिन्छु केक के को ब्रेडको अहिले चलेको रहेछ नि ट्रेन्डिङमा पुरा उयो अङ्गिताले न ब्रेड बनाएर अन्त ब्रेडलाई दुध एकछिन भिजाइदिनुपर्छ अनि त्यसपछि त्यो चिन्डामा छिटो लामो भिडियो हुन्छ कि कस्तो च्यालेन्ज कि के हो क्या यो खै त्यो प्लान थियो कस्तो हुन्छ गुल्जा जस्तो कुरकुर That's last bite. Pagkong ka, korsan lang. Guys, ini etrohan pasti aku makan. बस न यस्तो पिरो छ होला अलिकति भए पनि खानुपर्छ क्रिस अनि त्यो जेरी खानु लुची ल लौ खाऊ
ल बाई बाई सकिसक्यो निल्नुपर्छ फेरि यो जेरी खाऊ जेरी नभएको जेरी खाऊ थु गर यहाँ थु गर यहाँ थु गर यहाँ थु गर यहाँ थु गर यो खाइदियो यो खाऊ यो खाऊ यो खाऊ यो खाऊ पिरो हुँदैन बाबा यो खाऊ पिरो हुँदैन क्या पिरो हुँदैन यो खाऊ न यो खाऊ न के यार उ गर्छ हौ खुर्सानी चाहिँ को खान सक्छ त लु मजाले बसेर खाऊ त्यसरी घुँडा गर्नु हुँदैन ग्रिस ग्रिस मजाले बस्छ मजाले आज बुझ्छ छिटो पलेटी गर्छ न मैले भुजा यति धेरै खाएर खाएँ खाऊ खाऊ भाइ खाऊ पिरो भाउ पिरो भएको छ